ट्यु क्रिकेट मैदानमा धमाधम निर्माण। यो हो ट्यु क्रिकेट मैदान हुन्छ नजिकबाट टिपुरमा रहेको नेपाली क्रिकेटको मुटु। कङ्क्रिट हालेर यसरी कस्नुपर्छ। त्यस्तो झुरुम मोलेर काम हुन्छ। हेर्नुहोस् यस्तो अप्ठ्यारोमा पनि निरन्तर लागिपरेका छन्। तपाईँले देखिरहनु भएको दृश्य भिआइपी सेक्सनको हो। यो पूर्वपट्टि पर्छ ग्राउन्डको। निरन्तर काम चलिरहेको छ बिहानैदेखि। यहाँ निर्माण कम्पनीका पदाधिकारीहरू पनि देख्न सक्नुहुन्छ। यो नेपाली क्रिकेटको गौरवशाली इतिहास बोकेको स्थल हो। सन् 1998मा स्थापना भएको यो मैदानले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना गरेको छ। यसरी बिहानैदेखि वर्करहरू काममा निरन्तर लागिपरेका छन्। यहाँ उनीहरूले रिङ बनाउँछन् र पारिपट्टिको भिआइपी सेक्सनमा लगेर बिममा कस्छन् अनि कङ्क्रिट खन्याउने काम हुन्छ यो ठाउँमा। यो भिआइपी सेक्सनको पछाडिपट्टिको दृश्य हो। एकदमै अप्ठ्यारो छ काम गर्नलाई। जोखिम पनि त्यतिकै छ। त्यस्तो जोखिम मोलेर काम हुन्छ। हेर्नुहोस् माथि चढ्नुपर्ने हुन्छ। तर झऱ्यो भने गयो। अप्ठ्यारो छ एकदमै। माथि बिमको लागि रड राखिसकिएको छ। यसरी राखिन्छ वरिपरि अनि यसमा फर्मा जडान भएपछि मात्र ढलान हुन्छ। माथि जाने सिडी अघि पनि मैले देखाएको थिएँ। यति धेरै काम भएको छ कसैको पनि त काम भएको छैन भनेर कसैले भन्नु पर्दैन। पानीका बावजुद बर्सातका बावजुद कामले गति लिइराखेकै छ। सकेको काम भइरहेको छ। यो भिआइपी सेक्सनको आकार आइसकेको छ। तलबाट स्टेप स्टेप गरेर माथिसम्म फर्मा ठोकिसकेको छ। अब यहाँ रड बिछ्याउने काम हुन्छ र साइडको बिममा फ्ल्यागहरू ठोक्ने काम हुन्छ जसलाई फर्मा भनेर भनिन्छ। यहाँ निरन्तर जारी छ। दर्शकबिन अगाडि के भइरहेको छ सबै दृश्यमा हेर्नुहोस्। काम भइरहेकै छ द्रुत गतिमा। अब रुखहरूमा बसेर हेर्नुपर्ने छैन दर्शकले। अब स्टेडियममै बसेर हेर्न पाउनेछन्। सारा क्रिकेट प्रेमीहरूको खुसीको खबर हो। दिउँसो मात्र होइन अब रातिमा पनि खेल्न र हेर्न सकिन्छ। किनभने यहाँ 6वटा फ्लड लाइटहरू जडान हुँदैछ जसले गर्दा अँध्यारोमा पनि अब क्रिकेट हुनेछ। त्यस्तो बाटो छैन यहाँ जाने। हिलो छ। यताबाट जानुपर्ने हुन्छ। खतरा खोलेर पनि हामी काम गर्दैछौँ। अब निरन्तर अप्ठ्यारोमा पनि देखाइरहेका छौँ निर्माण कसरी भइरहेछ। बाटो छैन। यहाँबाट जाने बाटो छैन। तल जाने सम्भव छैन। देख्न सक्नुहुन्छ पानीले एकदमै साह्रो परिस्थिति सिर्जना गरेको छ। यो भिआइपी सेक्सन हो है त। यसरी बन्छ यो बनिराखेकै छ। साह्रो छ एकदमै। यो भिआइपी सेक्सनको पछाडिबाट देखिने दृश्य हो।
दर्शकबिन अब हामी भिआइपी सेक्सनको रिपोर्टिङ सकेर चोभारतर्फको दर्शकको लागि प्याराफिटको दृश्य देखाउँदैछौँ। यस ठाउँमा अब ढलानहरू मात्र बाँकी छ। ढलान भए पश्चात यहाँ सिटहरू राखिन्छ। सिटहरू पनि आइसकेको छ भन्ने जानकारी निर्माण कम्पनीले दिएको छ। दर्शकबिन अब चाँडै नै तपाईँहरूले देख्न पाउनुहुन्छ यहाँ ढलान भएको यो प्याराफिटलाई अझ नजिकबाट हामी क्लोजअपमा यहाँहरूलाई देखाउँदैछौँ कस्तो देखिन्छ। यो फाइनल भइसकेको छ। अब यहाँ ढलान भए पश्चात डाइरेक्ट सिटहरू बस्नेछन्। त्यसपछि अगाडि पनि निरन्तर काम जारी छ। तलबाट सक्दै माथिसम्म पुर्याउने योजना निर्माण कम्पनीको छ। त्यही अनुसार वर्करहरूलाई काममा लगाइएको छ। यहाँ पनि एकदमै द्रुत गतिमा नै अगाडि बढिरहेको छ। यतापट्टिको स्पेस अलिक ठुलो भएको कारणले समय लागेको हो। यहाँ एकदमै देख्न सक्नुहुन्छ कस्तो देखिन्छ त आकार आइसकेको छ प्याराफिटको। दर्शकबिन यसरी एक्सकाभेटर पनि निरन्तर लागेका छन्। कोही पेरिमिटर खन्दैछन् त कोही प्याराफिटको माथिको भागलाई सम्म बनाउनेतर्फ लागेका छन्। अझै अगाडि यहाँहरूले फ्लड लाइटको कति काम भएको छ त्यो पनि हेर्नुहोला। त्यो पनि दृश्यमा हामीले देखाउनेछौँ। त्यही दृश्य हो अघि नदेखाएको फाइनल भइसकेको आउटलेट। अगाडिबाट हेर्दाखेरि यस्तो देखिन्छ दर्शकबिन। अब यो चाँडै नै कुर्सीहरू राखिनेछ। यसरी पेरिमिटर सम्याउने काम पनि यो एक्सकाभेटरले गरिरहेको छ। यो चोभारतर्फको प्याराफिटको टपको भाग हो, देख्न सक्नुहुन्छ। यसरी यहाँ वाल लगाइसकिएको छ र ढलान पनि भएको छ। दर्शकबिन अब प्याराफिटको दृश्य सकियो। अब फ्लड लाइटतर्फ हामी लाग्दैछौँ। कति प्रगति छ हेरौँ। यो फ्लड लाइटको काम हुँदैछ। एकदमै गहिरो छ। यो अप्ठ्यारो छ यहाँ काम गर्ने। यो फ्लड लाइटको बेस भाग हो। यस पश्चात यो यस्तो आकारमा आउनेछ र यसरी रडहरू राखिनेछन्। दर्शकबिन यस पश्चात यसरी ढलान गरिनेछ र पिलरहरूको लागि रडहरू निकालेर छोडिनेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो पूर्वपट्टिको हो, भिआइपी सेक्सन पछाडिको। त्यस पश्चात यस्तो आकारमा आउनेछ। यसरी बेस बनाइन्छ। फर्माहरू निकालिँदैछ। यस पश्चात यस्तो आकारमा आउँछ। यसरी वरिपरिबाट फर्मा राखिन्छ। यसलाई यसरी फर्मा ठोकेपछि माथिबाट कङ्क्रिट हालेर यसरी कस्नुपर्छ। नभए त्यसले सबै फर्माहरू फालिदिन्छ र त्यसको आकार आउँदैन। अब यो सबै फर्मा निकालिसकिएपछि यस्तो आकार आउँछ दर्शकबिन। अब यहाँ माथि सबै एङ्गलहरू राखिसकिएको छ अनि यहाँ माथि अब अर्को मेन पिलर बस्नेछ र त्यसपछि फ्लड लाइट जडान हुनेछ। यो भिआइपी सेक्सन हो। भिआइपी सेक्सनको आकार यहाँहरूले देख्न सक्नुहुन्छ दृश्यमा लगभग आइसकेको छ। अब यसमा रडहरू राखिसकेपछि ढलान हुन्छ। दर्शकबिन अवस्था यस्तो थियो कि एकदमै गाह्रो थियो, हिलो। दर्शकबिन रिपोर्टिङको क्रममा जे जस्ता दृश्यहरू देखिए त्यो हामीले जस्ताको तस्तै राखेका छौँ। कृपया देख्नुहोला। यसरी निरन्तर काम भइरहेको दृश्यमा देखिरहेका छौँ हामीले। यहाँहरूलाई अझ अगाडि बढ्दै जाँदा कस्ता कस्ता चुनौती र समस्याहरू हामीले रिपोर्टिङको क्रममा भोग्नु पर्यो। यस्तो छ हालत मेरो। यस्तो हिलो छ। रातभरि पानी परेर माटो भिजेको थियो। हिलोले बाटो ढाकेको थियो। तर हामी गयौँ किनभने त्यहाँ एक सपना निर्माण हुँदै थियो। यो रिपोर्टिङ सहज थिएन। पाइला चाल्नै नसकिने हिलो थियो
पेरिमिटर वरिपरि डुबेको थियो। हामी जोखिम मोलेरै अगाडि बढ्यौँ। कहिले त लड्ने डर, कहिले क्यामेरा सम्हाल्नै गाह्रो। तर हिलोभन्दा ठुलो कुरा थियो त्यो मैदान, ट्यु क्रिकेट मैदान, जहाँ नेपाली क्रिकेटको धड्कन चल्छ, जहाँ एकचोटि नेपाली झन्डा उचालिएको थियो। हामीले देख्यौँ रड बाँधिरहेका हातहरू, फर्मा जडान गरिरहेको अनुहारमा थकाइ थियो, तर त्योभन्दा धेरै प्रतिबद्धता, भिआइपी सेक्सनमा तीव्र गति। हिलोमा खुट्टा फसिरहेको थियो, तर सपनाहरू अगाडि बढिरहेका थिए। काम निरन्तर जारी छ, फ्लडलाइट आउँदैछ, प्याराफिट बन्दैछ। नेपालको आफ्नै अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने आशा अब केवल सपना होइन, निर्माणाधीन यथार्थ हो। हामी यस ठाउँमा गयौँ देखाउनलाई, तपाईँलाई त्यो माटो, त्यो सङ्घर्ष, त्यो समर्पण। हामीले हरेक पाइला हिलोमा राख्यौँ ताकि तपाईँले यो मैदानलाई पुनः आशाको आँखाले हेर्न सकोस्। यो केवल रिपोर्टिङ थिएन, यो हाम्रो तर्फबाट नेपाली क्रिकेटप्रति एक सम्मान थियो। हामीले देखायौँ तपाईँलाई, तपाईँले महसुस गर्नुहोस्। यो थियो स्ट्रिट डे, जहाँ हिलो पनि कथा बनिन्छ र मैदान सपना बन्छ। धन्यवाद दर्शकबिन। यस्तै यस्तै रिपोर्टिङ, दृश्य र यथार्थता हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरेर हाम्रो स्टुडियोमा सँगै यात्रा गर्नुहोस्। यहाँसम्म हेरेर साथ दिनुभयो त्यसको लागि यहाँहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। तपाईँको दिन शुभ रहोस्। 18 छ बाटो।